म चाहिँ आज यहाँनिर बहिनीको घरमा आएको थिएँ। बहिनीको घर चाहिँ यस्तो किचन हो। यो चाहिँ किचन चाहिँ यस्तो छ। अब चाहिँ म तपाईँहरूलाई खोलेर देखाउने छु भित्र चाहिँ के कस्तो रहेछ भनेर। किचन चाहिँ यसरी, तर यहाँनिर अलिक अँधेरो रहेछ र पनि मजाको छ किचन। बस्तीको घर चाहिँ यस्तै हुन्छ नि त, माटोले लिपेको भाँडहरू, मजाले चुलाहरू, भित्ताहरू सबै माटोले लिपेको। यो चाहिँ झ्यातो। आज चाहिँ म झ्यातोमा मकै पिसेर देखाउने छु। झ्यातो चाहिँ यसरी पिस्छ। झ्यातोको चाहिँ यस्तो हुँदो रहेछ। यो भित्र मुनिको भाग चाहिँ यस्तो खालको हुँदो रहेछ। अन्त यो माथिको मिसिन चाहिँ यस्तो हुँदो रहेछ। यसलाई यहाँ बिचमा हाल्दाखेरि चाहिँ यो चाहिँ यसको भाग हो। यो चाहिँ जुन चाहिँ छ नि, यो चाहिँ त्यो दुलोभित्र सट्टै हालेपछि चाहिँ मजाले अडिँदो रहेछ नि त। अन्त अडिँदा चाहिँ मजाले अडेपछि चाहिँ घुमाउनु सजिलो हुँदो रहेछ। तर जान्नु चाहिँ जान्छु कि जान्दिनँ। यो चाहिँ मकै, यसलाई चाहिँ यहाँ हालेर चाहिँ यसरी पिस्नुपर्छ। तर मलाई चाहिँ त्यति पारा चाहिँ आउँदैन होला, किनभने कहिले पनि पिस्नु त पिसेको छुइनँ। तर यहाँ मेरो झ्यातो देखेर चाहिँ मलाई रहर लाग्यो नि त। अब घुमाउनु यस्तो पहिला चाहिँ मान्छेले यस्तोमा पिस्थ्यो। अहिले त प्रायःले मिसिन निकालेको छ, मिसिनमै पिस्छ। र यो चाहिँ अब पहिला उहिलेको बाजे बोजूको निशानी हो। मान्छेले त यसरी नै पिसेर मजाले मकैको ढेँडो खान्थ्यो। हाम्रोतिर हुँदैन, छैन। हाम्रोतिर त अब मकै पनि हुँदैन, झ्यातो पनि हुँदैन। के त हुन्छ नि खानुको लागि त होइन नि, पनि दाना बाख्रा र कुखुरालाई दाना हुन्छ नि त। यो चाहिँ गाईलाई खोले हाल्नुको लागि। सक्यो गरम गुरुम हाल्दैन है। सक्यो अहिले पनि राख्दैन अलिक काट्छ। भयो पिस्यो। सक्यो झरेर। पिसिसके।
म्यागी खानु अघिको मकै चाहिँ अहिले यस्तो भयो। बाख्रा कुखुरालाई चारो दिँदैछ गाईलाई। यो चाहिँ मकै चाहिँ पिसेर यतिको भइसक्यो, पिसिसक्यो। यो चाहिँ मकै चाहिँ पिसेर यतिको भइसक्यो, पिसिसक्यो। यति चाहिँ पिसेँ मैले। यति चाहिँ पिसेँ। यति चाहिँ पिस्नु सकेँ। त्योदेखि त सक्दैन रहेछ बानी नभएर त। बहिनीको कुखुरालाई चारो पनि हुने। ऊ आज मसँगै आएको उताबाट उता माइत गइवरी, माइतबाट चाहिँ आज म चाहिँ फेरि बहिनीको घरमा आएको नि त। कुखुरालाई चारो पनि थिएन अरे, अन्त सिधै घरमा आएर मकै पिस्नु मन लागिरहेको थियो मलाई। मकै पिस्न भनेकै अन्त मैले पिसिदिएको। बस्तीमा चाहिँ उहिलेको निशानीहरू हुन्छ नि त। हामी त कमानमा बस्छु, कमानमा त खै केही पनि हुँदैन यस्तो कुरोहरू त। अन्त बस्तीमै आएको बेलामा चाहिँ यसो यो चाहिँ गरिहालौँ भनेर मलाई इच्छा लाग्यो कि। अन्त कहिले पनि गर्नु त गरेको थिइनँ, आज फर्स्ट टाइम हो मैले यो झ्याँचो पिसेको चाहिँ। हुन्छ साथीहरू, धन्यवाद।